साँझखेर चाहिँ इभिनिङ वाकमा जाँदैछु है म साथीहरू। हेर्नुहोस् हामी आमा छोरा भएर इभिनिङ वाक जाँदैछौँ। पानी पनि बेसरी परेको थियो तर अहिले चाहिँ पानी परेको छैन, अहिले त शीतलो छ। हामी घुम्दै घुम्दै पानी हेर्दै हिँडेछौँ। र हेर्नुहोस् खोला पनि कति राम्रो बढेकै छ। यो बर्खामा त हिलो छ जहाँ पनि। ल हेर्नुहोस् यहाँ पनि कति फोहोर फालेछन् मान्छेहरूले खोला नालामा, कति फोहोर फालेका है। ल हेर्नुहोस् यहाँ चाहिँ यति बेला साँझमा यति रमाइलो हुन्छ नि, सबैजना इभिनिङ वाक गर्ने, रमाइलो गर्ने, मर्निङ वाक गर्ने, केटाकेटीहरू खेल्ने ठाउँ चाहिँ हो है। हामी पनि यहाँ चाहिँ 5-7 राउन्ड लाएर हिँड्छौँ है। अब हेर्दै जानुहोस्, यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है। ल हेर्नुहोस् आज चाहिँ यहाँ मौसम पनि एकदमै शीतलो, पानी परेको। अनि यहाँ चाहिँ नजिकै बरको पिपलको रुख पनि छ। यहाँ चाहिँ अरू बुढाबुढीहरूदेखि लिएर सबैजना एकछिन बस्नुहुन्छ यहाँ। ल हेर्नुहोस् यहाँ चाहिँ अब म पनि 2-4 राउन्ड लाउँछु। 2-4 राउन्ड मजाले लाएपछि खाना पकाउने बेलातिर चाहिँ घर जान्छु। ल हेर्नुहोस् कति धेरैजना हिँडिराख्नु भएको छ। ल हेर्नुहोस् म पनि अब चाहिँ अलिअलि राउन्ड लाउँछु र एकछिन घुमघाम गरेर चाहिँ जान्छु है साथीहरू। अरू काम पनि छ मेरो अलिअलि। यहाँ चाहिँ ल हेर्नुहोस् केटाकेटी खेल्ने पनि कति धेरै छ। यता तेक्वान्दो खेलाइराखेको छन्, यता चाहिँ खेल्ने जिम पनि छ। ल हेर्नुहोस् म पनि एकछिन तनक पारेर एकछिन हातको एक्सर्साइज पनि गर्छु। त्यही पनि मोटो भए पनि यसो तनक गर्दा आनन्दै हुन्छ। अनि यो चाहिँ फेरि जाँतो हो कि के हो, जाँतो पनि घुमाएँ एकछिन। घुमाएपछि ल छिटो पनि घुमाएँ। कोही यता घुमाउँदैछन्, कोही उता घुमाउँदैछन्। म पनि एकछिन घुमाएँ। ल हेर्नुहोस् यसलाई फेरि के भयो, केमा चित्त बुझेन। ल हेर्नुहोस् ऊ पनि एकछिन म पनि गर्छु, एक्सर्साइज गर्छु भने तान्तुन पारो एकछिन हातको एक्सर्साइज। ल हेर्नुहोस् उसले त मजाले गऱ्यो। ओहो ल कति छिटो। अब चाहिँ मेरो अरू नै ठाउँमा जानु छ। ल हिँडेँ साथीहरू। ल हेर्नुहोस् साथीहरू म चाहिँ आज मेडिकलमा आएछु। मेडिकलतिर औषधि लिन थियो, त्यही भएर मेडिकल आएँ। मेडिकल आएपछि अब हिँड्दै 99मा चाहिँ सामान लिनु थियो। अलिअलि 99तिर गएँ। 99मा अलिअलि सामान हेर्दैछु के आएको रहेछ नयाँ। त्यहाँ चाहिँ 99मा राम्रो सामानहरू पाइन्छ। खासै भिड त थिएन, त्यही पनि यताउता हेरेँ। नयाँ सामानहरू पनि आएको रहेछ। अलिअलि सामान आफूले पनि हेरेपछि यो गुडियाहरू पनि कस्तो राम्रो आएको रहेछ है। यहाँ चाहिँ राम्रो खोज जस्तो सामान पाइन्छ। अनि घर आएर ल हेर्नुहोस् है अलिअलि सामान ल्याएँ। अलिअलि सामान ल्याएपछि अब चाहिँ के गर्ने। ल हेर्नुहोस् के गरिरहेछ है बाबु, के गरेको। ल हेर्नु बत्तलहरू पनि औषधि। यहाँ फेरि सानो छोरोलाई खोकी लाएर हैरान, त्यही भएर अलिअलि औषधि ल्याएको। त्यो औषधि चाहिँ लापटुप पारेर खाऊ भनेर खुवाइदिएर खाऊ खायो। अब चाहिँ के पकाउने तर्खर गर्नै पर्यो साँझको बेलामा। अब चाहिँ छिटो गरेर अन्डा बसाल्नुपर्छ। अन्डा र आज चाहिँ अलिअलि भात थियो, त्यहाँबाट खोइ अब के खाने। फेरि एकदमै चिया खान मन लाग्यो, फेरि एकछिन चिया खाएँ ब्ल्याक टी लेमन राखेर। वाउ मिठो छ, मलाई चाहिँ मनपर्छ। आज चाहिँ हामीले चाहिँ अब के खाने भन्दाखेरि चाउचाउ अनि अलिअलि लेतो बनाएर चाउचाउ बाम गरेर खाने हो साथीहरू। आज साँझ चाहिँ टक्रा टुक्रो पार्ने हो झ्याउलाई पकाउन। ल हेर्नुहोस् यस्तै अन्डा खाने, चाउचाउ खाएर आज चाहिँ पकाउन मलाई ज्यात्रै झ्याउ लाग्यो। ल हेर्नु साथीहरू यो भिडियो अन्त्यसम्म हेर्नुभएकोमा धेरै धन्यवाद तपाईँहरूलाई। अर्को भिडियोमा भेटौँला।